हेलो गुड मर्निङ। फेरि पनि मेरो मिनी ब्लगमा स्वागत छ। बिदाको दिन त 10 बजेसम्म सुत्ने हो भनेर प्लान बनायो। लास्टमा आँखा बिहान 4 बजे नै खुल्छ। यस्तो प्रब्लम मलाई मात्र हैन, सायद सबैलाई हुन्छ होला जस्तो लाग्छ मलाई चाहिँ। मलाई चाहिँ पहिल्यैदेखि नै रुमहरु क्लिन गरेको भिडियोहरु क्याप्चर गर्न मन थियो, तर क्याप्चर गर्न नआएर मैले चाहिँ यतिकै गरेको थिएन। तर आजभोलि सबैजनाले गरेको देखेर मलाई पनि एकदम रहर लागेर मैले पनि आज चाहिँ ट्राई गर्छु भनेर ट्राई गरेर हेरेँ। अरूले बनाएको जस्तो राम्रो नभए पनि मैले आफ्नो कोसिस गरेको छु। सायद हजुरहरुको माया अनि साथ सपोर्ट पाए भने चाहिँ मैले यसै गरी आफ्नो भोइस ओभर गरेर भिडियो बनाउने ट्राई गर्नेछु। सोचे जस्तो सजिलो चाहिँ हुँदैन रहेछ भिडियो बनाउनको लागि। मैले त्यो चाहिँ आज फिल गरेँ। बरु बिदाको दिन मलाई घुम्न जान नपाए हुन्छ, तर घर सफा नगर्कन बस है भन्यो भने चाहिँ म सक्दिन। पहिला पहिला स्टुडेन्ट लाइफमा दुईटा काम गरेर कलेज पनि भ्याइएकै थियो, तर अहिले वर्किङ लाइफ भइसकेपछि दिनमा 8 घण्टा काम गरेर बाँकी टाइम त फ्री नै भइन्छ, तर पनि एकदम बिजी लाइफ जस्तो फिल हुन्छ। 8 घण्टाको मात्र काम भएर के गर्नु, त्यसको प्रेसर 15 घण्टा भन्दा बेसी भएपछि कामको दिन जति नै कामको टेन्सन भए पनि बिदाको दिन चाहिँ एकदम आनन्दले केही कुरा नसोचिकन बस्दा चाहिँ एकदम रमाइलो आनन्द फिल हुन्छ। जापानको कम्पनीमा काम गर्न कतिको गाह्रो हुन्छ भन्ने कुरा त यहाँ बसेको मान्छेहरू सबैले फिल गरेकै कुरा हो। बिहान काममा निस्किने बेला फ्रेस मुडमा निस्कियो, घर फर्किने बेलासम्म कति बेला मुड अफ भइसक्छ थाहा नै हुँदैन। यो त सबैलाई हुने कुरा नै हो। स्पेसली फ्रन्ट डेस्कमा काम गर्नुहुने र काउन्टरहरूमा काम गर्ने मान्छेहरूले चाहिँ प्राय यो कुरा भोगेकै हुन्छन्। काम गरिरहेको बेलामा बिचमा रिस उठेर नेपालमै गाली गर्नुको मजा पनि फेरि छुट्टै हुन्छ नि हैन। कसले यस्तो गर्नुहुन्छ। यस्ता खडुस पनि हुन्छन् कि बेकारमा आइसाचु गरेको जस्तो फिल हुन्छ। त्यस्ता खडुसहरूसँग डिल गर्दै आएको पनि लगभग 4 वर्ष हुन लागिसकेछ। मन नलागी काम जानुपर्ने पनि कहिलेसम्म हो थाहा छैन। हजुरहरूलाई आफूले गरिरहेको काम कस्तो लाग्छ कमेन्ट गर्नुहोस् है त। थ्याङ्क यू सो मच फर वाचिङ। पार्ट 1 लाई माया गरिदिनु भयो भने चाहिँ पार्ट 2 पनि छिट्टै आउनेछ।